हेलो एभ्रिवान, हजुरहरूलाई फेरि पनि स्वागत छ है मेरो अर्को मिनी भ्लगमा। हेर्न सक्नुहुन्छ आज चाहिँ मैले आइसक्रिम लिएर आएको छु। यो फरेभर 21 हो यसको चाहिँ होइन। अनि त्यसपछि यो आइसक्रिम चाहिँ एकदम मिठो रहेछ, बच्चाहरूलाई एकदम मनपर्ने भएर चाहिँ मैले चाहिँ मेरो आन्बु छोरीको बर्थडे आउनु लगाइरहेको थिएँ उसको खुसीको लागि। प्लस मलाई पनि यस्तो रमाइलो लाग्छ होइन, बच्चाहरूलाई आइसक्रिम अथवा जे खुवाउँदा पनि मलाई कस्तो रमाइलो लाग्छ कि, त्यही भएर मैले यहाँ यो चाहिँ मेरो अर्नव छोरा यहाँ आइसक्रिम पाएर मक्ख छ। त्यसपछि मैले पालै सबजनालाई आइसक्रिम यहाँ भरेर दिँदैछु। चम्चा चाहिँ हेर्न सक्नुहुन्छ फेरि आइसक्रिम हाल्नलाई खतरा छ। हाम्रो हाकुम भाइ यहाँ मेरो छोरी आहाना यस्तो छुच्ची छ, सिगान आएर सिगान पुछिदिँदैछु छोरीको। त्यसपछि गएर यहाँ चियर्स गर्ने भनेर यहाँ चियर अप गर्दैछन्। मेरो भान्जी आस्ना, यो चाहिँ एकदम ज्ञानी भान्जी मेरो। त्यसपछि यो आन्बी छोरी यस्तो छुच्ची, लास्टमा खाएको आइसक्रिम सबभन्दा धेरै चाहियो अरे उसलाई, त्यहाँ ओ भन्दै हेर्दैछ अझै। अनि त्यसपछि यहाँ बुढाहरू मेरो छोरी भान्जी अनि मेरो छोरो अर्नव हेर्न सक्नुहुन्छ। त्यसपछि हाम्रो हाकुम भाइ यता छ, अझ इन्जोय गर्दैछन् यिनीहरू चाहिँ। अनि वेदर चाहिँ त्यस्तो पानी परेपछि पनि उनीहरूलाई चाहिँ आइसक्रिम चाहियो भनेपछि मैले आइसक्रिम लिएर आएँ मगाएर। हाकुमले गएर लिएर आएँ यहीँ माथि सिआर स्मार्टमा गएर। अनि त्यसपछि यहाँ हाकुम चाहिँ ऊ जिस्किँदैछ, दिदी वा भन्दै। अनि यहाँ छोरीलाई हेर्न सक्नुहुन्छ, यत्रो आँखा पल्टाउँदै खाइरहेको छोरी चाहिँ। त्यसपछि यहाँ छोरा अर्नव हेर्न सक्नुहुन्छ। मेरो छोरा चाहिँ एकदम ज्ञानी छ फेरि। अर्को चाहिँ ऊ चाहिँ डन हो फेरि, यहाँ सबलाई हानिदिन्छ फेरि, कुटिदिन्छ उसले चाहिँ। त्यसपछि फेरि उसलाई अर्को आइसक्रिम पनि चाहियो, हेर्न सक्नुहुन्छ। उसलाई आइसक्रिम भनेपछि यस्तो बुतुक्कै कि फेरि। अनि यसो मैले फुलबारीको पनि भिडियो हालेको छु, हेर्न सक्नुहुन्छ। यो फुल चाहिँ कस्तो राम्रो छ, तर यसको बैगुन के छ भन्दाखेरि यसमा चोप आउँछ अलिकति। त्यसपछि हेर्न सक्नुहुन्छ यो रेड कलर पनि कस्तो मिठो खाले छ कि, यस्तो राम्रो खाले छ। यति ठुल्ठुलो हुन्छ है यो, अझै पनि ठुलो हुन्छ यसको चाहिँ डालीहरू। अनि त्यसपछि यो कस्तो राम्रो यो लेभेन्डर कलर यो फुल चाहिँ, ओ माई गड, यो लिली मलाई चाहिँ एकदम राम्रो लाग्छ, झपक्कै हुन्छ। अनि यो पनि राम्रो छ, तर अहिले बर्खा भएर त्यति फुल चाहिँ छैन, त्यही पनि छ अलिअलि चाहिँ है। हजुरहरूलाई चाहिएमा सम्पर्क गर्नु होला, फ्रीमा लिएर जान सक्नुहुन्छ, आउनु होला अरे कि। अझ फेरि जस आनन्द लाग्छ नि त। अनि यो घन्टी फुल हेर्नु न कस्तो भिन्दै भेराइटीको छ कि, यो माथि गएर अर्कै टाइपको हो यो घन्टी फुल पनि कति धेरै भेराइटीहरू छ हाम्रोमा चाहिँ। अनि यो पनि कस्तो राम्रो छ, पिस टाइपको छ। यस पनि, यसको अर्को पनि छ रेड कलर। थ्याङ्क यू फर वाचिङ।